के भने मैले क्वालिटी चेक गर्छु होइन क्वालिटीमा के चेक गर्नुहुन्छ क्वालिटी हेर्दाखेरि अब थिचिएको छैन भित्र कस्तो छ भित्र के छ तपाईँको भित्र दागहरू छ कि छैन त्यसको त्यो होलबडीको भित्र चाहिँ के छ कस्तो छ एउटा कन्फ्युज के भयो म सरलाई सुन्न चाहेँ डक्टर सरलाई होइन त्यो चिकनको पनि फोटो देखाउन चाहन्छु भर्खरमा स्टुडेन्टमा चाहिँ त्यो फोटो देखाएको क्लियर गर्न चाहन्छु तर जुन पछाडि भाग काटिन्छ नि हामीले काटेपछि तपाईँ भित्रबाट निकालिदिन्छ त्यो निकालेपछि साइड स्किनको भाग पातलो हुन्छ नि त्यो भित्रको भागमा चाहिँ कुनै कुनैमा चाहिँ ब्ल्याक हुन्छ अनि तपाईँको ब्ल्याक चाहिँ कस्तो भने तपाईँ त्यो थिचिएको ब्ल्याक चाहिँ तपाईँको ठिक छ भने थाहा हुन्छ हामीलाई ठिक छ यस्तो भयो भने थाहा हुन्छ तर त्यो ब्ल्याक हुनुको कारण चाहिँ के हो त्यो फोटो ब्ल्याकको फोटो छैन होइन अब यो जुन यो पातलो भाग फोटो छैन केही अनि अर्को चाहिँ के भनेपछि तपाईँको जुन उहाँ आएको चिजहरू चाहिँ त्यो भित्र चाहिँ चिप्लो बनाएको कुरा निकाल्नु भने चिप्लो बनाएको त्यो कुनै कुरामा चाहिँ तपाईँको चिप्लो बनाएको सानो पातलो त्यो मासु हुन्छ नि त्यो चिप्लो बनाउनु त्यही हो कोही चाहिँ मजाले आउँछ त्यो छुट्टा आउँछ तर कुनै चाहिँ आउँदैन त्यो किन कारण कुनै बेला आउँछ कुनै बेला आउँदैन भनौँ वयसतिर अघि हाम्रो त्यो भाइको उहाँले अन्त कुरा पढाउनुहुन्छ कुराको मोटामोटी संस्कार दाग हामी यहाँ त्यही कुरा आउँछ मोटामोटी बोलेर दाग यो चाहिँ कि अर्को प्रब्लम हो हामीलाई चाहिँ गरेको होला कि तपाईँको तयारी हो यसलाई चाहिँ सट आउट गर्नु सबै क्वालिटीको रहेछ त्यो बजारको कुरा हामीले हाम्रो इस्यु अहिले के छ बजारमा साइडको कुरा यो कुरा चाहिँ त्यो पनि राख्दै हो बाहिर डाटा पनि हेर्छ हाम्रो डाटा पनि हेर्छ उहाँले भन्नु बाहिर डाटाको कुरा कम भने डाटा पनि हेर्छौँ त्यो कुरा गर्छ तर हाम्रो अहिले बजारमा सेल नभएको कारण कुरा के छ भने त्यही कुरा बाहिर गएर बिक्री भइरहेर छ चिप्लोको कुरा छ न साइडको कुरा छ मासु कुरा त्यो कुरा त अहिले सटआउट भयो हामीले आर्थिक कुरा हो त्यहीबाट सक्नुहुन्छ हातले सफा गर्दा पनि गइरहेको छैन भने त उहाँले के अरे मन केसीले ल्याएर सफा भइरहेको छ मेरो भाका मलाई एउटै हलर गरेको कुराहरू बाहिर काटेको भन्दा हाम्रो वाइट अलिक राम्रो क्लिन देखिनु पर्छ के होइन र हलर गरेको कुराहरू ब्लड सबै चाहिँ हामीले चाहिँ एकदम मासुमा हुँदैन मासुको क्वालिटी हुन्छ सबभन्दा बढी दाग त्यही हुन्छ होइन पुरा वाइट हुनुपर्ने ठाउँमा धप्पाले हिँड्छ कहाँनिर के हो के भन्नु कुरा चाहिँ वाइट क्लिन देखिन क्या देखिँदैन कति देखिनु पर्ने यो चाहिँ अब यहाँ वयस तपाईँ सेफ्टी कुरालाई चाहिँ भन्नु पऱ्यो होइन कतिपय कुराहरू क्वालिटी हेर्दै गर्दाखेरि सबै हेर्नुहुन्छ कि एक जोडा हेर्नुहुन्छ किन त्यस्तो बिस जान्छ तपाईँको अब मेन कुरो के प्रब्लम भन्दाखेरि तपाईँको अहिले अलिकति के भन्छ तपाईँको त्यो उहाँ छुट्टाएर जुन राखेको छ नि त्यो समस्या आएको त्यो हामीले छुट्टाइरहेको छ त्यो छुट्टाएको अलिकति मलाई के लाग्छ अनलोडिङ हुन्छ नि हाम्रो कम्पनीमा आएर अनलोडिङ हुन्छ कि अनलोड जसले गर्छ उहाँले धेरै केयर गर्नुपर्छ तपाईँको उहाँले जुन उहाँले लोड गरेर पठाउनुहुन्छ भन्नुभयो नि होइन उहाँले पठाउनुहुन्छ तपाईँ उहाँ पठाउँदाहरूले देख्नुभयो हामीले कति पठाउनु हामीले ध्यान दिएको छ नि कुरा त तपाईँ जुन कम्पनीमा आएर अनलोड गरेर देख्दाखेरि सधैँ ख्याल हुनु नि त अनलोडिङ गरेर धेरै कुनै बेला तपाईँको हाम्रोमा चिकन झर्दा तपाईँ रात एकदम कम मात्रामा झर्ने कि तपाईँको कुनै दिनमा एउटा मात्र 20 मिनटमा भेटाएको छु कि त्यो एकदम राम्रो कुरा अहिले हिजो आजको कन्डिसन गरेर तपाईँ 80-90 कुइन्टलसम्म मैले निकालेको छु कि त्यो त्यस्तो धेरै भइरहेको थियो अनि अर्को मैले के अर्को एउटा जोड छ है मैले
सबै हामीले के अरे छुट्टै राखेर त्यसलाई हामीले के अरे अर्को त्यसलाई के बनाउने के गरेर छुट्टै प्रक्रिया मैले एउटा कुरा जोड्न चाहेँ मसँग जुन उहाँहरूले मार्केटिङ गर्नुहुन्छ होइन नराम्रो नमानिदिनु होला जुन मार्केटिङ गर्नुहुन्छ हजुरहरूले जुन अर्डर लिनुहुन्छ 1800 ग्राम 2000 ग्राम प्लस भन्नुहुन्छ नि हामीले चिकन आउँछ त्यही अनुसार हामीले त भएको त हामीले पठाउँछौँ कुनै हजुरले जस्तो 1800 ग्रामको मान्दा प्लस गर्नुभयो त्योभन्दा मुनिको हामीले के गर्ने त स्टक राखेर मात्र त भएन नि त हामीलाई त्यसको लागि व्यवस्था गर्न सक्नु पर्यो कसरी गर्ने के गर्ने हामी कुनै भन्न पर्यो सधैँ 1800 प्लसकै मात्र हाम्रो चिकन झार्छ भने हुँदैन त्यो हामीले कुरा त्यो पनि मलाई कुरा आउँछ नि त कम भयो भन्ने कुरा आउँछ मैले बुझ्न चाहेको कुरा अन्यथा नसोच्नु म यतिको बुझेको मात्रै तपाईँको बुझाउने साथ हामी तपाईँलाई 1800 प्लस पठाउँछु भने सबै 1800 प्लस पठाउनु पर्यो के हुन्छ कि एक अन्त हाम्रो खान्छ कसरी गर्नु 2 केजीको गोठ फिट आउँछ हामीले भोलि बिहान खाना मात्र गाइड गर्नु 2 केजीको एउटा पठाउने हो हामीले 1800 प्लस पनि भोलिबाट त्यही बुझ्छ